Hello everyone, once again स्वागत छ हजुरहरूलाई सबै स्क्रिनमा म पुष्पम पुरसैनी र उहाँ म सबिना ढुङ्गाना ओनर अफ द सबै स्क्रिन भएन क्या ओनर अफ द सबै स्क्रिन भनेपछि ठिकै छ हामी काम गरेको मान्छे ओनर होइन यु आर अल्सो माई सपोर्टर म त हजुरको फ्यानै हो नि फ्यान हो बिग फ्यान इज माई बिग फ्यान साथी भन्नै पर्दैन त्यो त तर मेरो फ्यान छैन नि त नि लाइफ टाइम फ्यान सुरु गर सो यो भन्दै आज हामी गणेश जीडीको लास्ट टाइम हामीले जुन गरेको एभ्री नेपाली इन बस पार्ट 1 यो चाहिँ पार्ट 2 छ सो यसमा रिएक्सन गर्न गइरहेको छौं हजुरले पार्ट 1 हेर्नु भएको छैन भने हाम्रो पोस्ट भइसक्यो त्यता गएर हेर्नुस् अनि कस्तो लाग्छ प्रतिक्रिया पनि दिनुहोस् ल यो भन्दै अब हामी पार्ट 2 पनि सुचारु गर्न गइरहेका छौं र के कस्तो छ हेरेर रिएक्सन दिने नै छौं हजुरहरू पनि हामी सँगसँगै रिएक्ट गर्नुहोला भन्दै हामी सुरु गर्ने हो त गरौँ मलाई सोस्तानी पढाइ भन्नुहुन्छ साथीहरु हजुरहरु आफै भनिदिनुस् कसले चाहिँ सोस्तानी पढाइ यसरी भन्नुहुन्छ याम राम ल सुरु गरे त मैले नेपाली इन बस यो बस्ने हो भाइ बस्ने त हो नि दाइ के प्रब्लम छ र अब बस भयो सबैजना किन उभिरहेछन् त यो बस हो चाहिँ किन उठिरहेछ हैन क्याब्रेली सम्दै दाइ यो काभ्रे नमपुग्दा पुग्न कति टाइम लाग्छ 2 घण्टा लाग्छ हो आशेक दाइ 15 मिनेटको बाटोमा 2 घण्टा लाग्छ र भने जिन्दगी भर पनि यो काभ्रेली सन्धि यातायातै चढ्दैन है त्यो यातायात नि छ बनाएको खै त यार 2 घण्टा भइसक्यो कहाँ गए ड्राइभर खाना दिक्क लागिसक्यो फोन गरिसक्यो बुढीले टिकटक लाइभ चाहिँ इन गरौँ त पासा प्रो बस ड्राइभर म सक्छु चालक के गल्ती गरेँ सर यार मैले यार तपाईँ पनि यसै यार बाटोमा मान्छे हानेर आउँछ अझै के गरिरहेको ह्याट तेरिका रोडमा हिँड्नु भएन नि त सर बाटो त छेउछेउमा हुन्छ नि अझै बढी बोल्दो रहेछ भित्र आउनु है भित्र नहालौँ सर भित्र हाल्ने कुरा नगरौँ खास बानी परेको कि सर पहिला म मन्त्रीको गाडी चलाइरहेको थिएँ यस्तो त नर्मल लाग्छ त्यो यार त्यो पुग्न कति टाइम लाग्छ त 2 किलोमिटर बाइक छ भाइ मलाई 1 किलोमिटर ओल्डै जानेन ल त के यस्तो कुरा गरे भने तिमी काइला काका छोरा हैन घरमै पुग्छ त दा प्लिज अन्डरस्ट्यान्ड द मेरो लेटर काम छ कि त है ल भाइ ओ थ्यांक यू बा You got a bad music taste, bro. ल थ्यांक यू Tempo go, like dripping and go, peep, dripping and go, peep, dripping and go, peep, dripping and go, peep, dripping and go, peep. Go, boss, that's the best way. Hold your. Oh, kind and beautiful, hey. My beautiful place. Tara, my life, my village. My village slowly converting into city. Oh, football, yeah. My place is love. Don't get it, hey. Love. My beautiful place. तू ठोक्या दे भाइ Dad. Don't get hey, टाढेबाट dad. होइन त बसमा आएको छ र Nah, dad. यहाँ पानी छैन भने dad. होइन के कुरो गरे कस्तो पार्किङ त्यहीबाट dad यार म ल्यान्ड क्रुजरमा आएको थिएँ कि अब यो पार्किङ सार्किङ नगर मैले पकाइदिइहालेँ नि Don't say that word, Dad. Don't say that word, Dad. Oh, dinner ready for Dad. Come on, Dad. We just have a dinner together. Village life. भाइ केही ल्याम यसो गर्नु नि त एउटा अमेरिकानो सिङ्गल सर्ट गरिदिनु न ल चाहियो
मेरो गाउँ आउनु मन लाग्दैन के भारी जमुना सिट त छ नि है सिट त झकमकै छ त्यहाँनिर भन्दा तपाईँको 5, 6, 7, 8 चमेली यहाँ म यहाँ बस्दिनँ म यो सिट बस्दिनँ मलाई अर्को सिट चाहियो मलाई नयाँ सिट चाहियो म यो सिट बस्दिनँ म यो सिट खाली छैन क्या अन्त गीत त्यस्तै बजिरहेको एकै नजरमा माया बस्यो दिनाले बस्यो ल मास्टर बेबी अबको 30 मिनेटमा हामी आइपुग्छौँ तिमी त्यहाँ ब्याग स्याग रेडी गर अनि सुन त्यहाँ डराएर लुसुक्कै निस्किने होइन त्यहाँ बाउलाई गएर भनिदेऊ तपाईँले मेरो जिन्दगी बर्बाद गर्नुभयो तपाईँले खोजेको केटासँग तपाईँ आफै बिहे गर्नु अनि 30 मिनेटमा मेरो मान्छेहरू आउँदैछन् ऊ लगायत उसका 2 जना साथीहरू साथ दिँदैछन् मात्र 30 मिनेट हमारा गाड़ी में तो 1 घंटा होने लगे हैं वो लगा थे उसका 2 जना साथी अझ आइपुगेन बेबी खोइ त कता आइपुग्यो बेबी हेर न अचानक गाडी के भयो भन्छ अरे ड्राइभर दाइले भन्नुभएको 5 मिनटमा भन्छ अरे 15 मिनटको बाटो 20 मिनटमा त हामी पुगिहाल्छौँ नि के हो दाइ हो भन्छ 5 मिनटमा भन्छ बेबी अघिको लागि क्षमा प्रार्थी छौँ अबको 10 मिनटमा आइपुग्छौँ त्यहाँ तिम्रो बाउलाई भनिदेऊ म लगायत मेरा 2 जना साथीहरूले केही वास्ता गर्ने छैनन् र तिमीलाई त्यहाँ सिधै भगाउने हो अनि नयाँ जीवनको सुरुवात गर्ने एकछिन बेबी प्लानमा सानो ट्विस्ट आयो हिजोसम्म त ठिक थियो त हिजो भर्खर सर्भिस गरेर लिएर आएको के त अहिले ब्राउजर त बोकेर लिएर आएछ नि कि के हो 2 घन्टा भइसक्यो तिम्रो मान्छे लगाएर उसका 2 जना साथी अझै पुगेनन् अबको 20 मिनटमा अस्ट्रेलियाबाट मेरो रोजाइको ज्वाइँ लगाएर उसका परिवार आउँदैछ बेबी हेर न गाडी बिग्रेर ड्राइभर दाइले भन्नुभएको 2 घन्टा लाग्छ अरे म लगायत मेरा 2 जना साथी ड्राइभर दाइ खलासी भाइ अनि सबै जन्ती मिलेर हामी जङ्गलको बाटो छिचोल्दै आउँदैछौँ अब ड्राइभर दाइले थाहा छ सर्टकट बाटो थाहा छ भन्नुभएको छ तिमी रेडी भएर बस ल चुप त लगायत तेरो 2 जना साथी अरू को हुन् फर्किहाल अनि सुन मिल्छ भने अलि राम्रो गाडी चढेर जा तिमी रेडी भएर बस होइन म लगायत मेरो 2 जना साथीहरू चाहिँ तिमीलाई लिन आउँदैछ अनि तिम्रो बाउलाई भनिदेऊ त हल्का टाइम लाग्न सक्छ चाउमिन ससेस अनि दुईटा कफी गरिदेऊ न अनि के छ फ्याउरी बेबी प्लिज मैले भनेको मान न यो काम सब छोड्दिउ त कोसिस गर्दैछु अब छोड्ने प्रयास गर्दैछु कामको खोजीमा मैले काकालाई भनेको छु काम खोज्नलाई बानेश्वर कोटेश्वरतिर खोज्ने भनेको छु काकालाई भाइ अर्डर भएन यहाँ गुरुजी रिसाउनुहुन्छ यार गाडी हिँड्छ भने गुरुजी साउ रिसाउँछन् भन्न खोजे सरी बेबी मलाई थाहा छ तिमीलाई कति प्रब्लम भइरहेको होला तिम्रो कति बेइज्जत भइरहेको अब म साँच्ची भन्छु बेबी म यो सब काम छोडिदिन्छु तिम्रो कसम म यो सब काम छोडिदिन्छु बेबी ए भाइ कहाँ उभिरह भने यहाँ सिट छ त बस पुरै खाली छ यार पुरै खाली छ म त वेटर हो दाइ यो केटी कहाँको उदयपुरैको यो केटी कहाँको उदयपुरैको फुलको सुगन्धी मेरा निरमाको
सुन्नुहोस् न डिक्की त खुल्ला रहेछ 2-3 सामान है खोज्दिउँ कि क्या हो सुन्नु न यो सिट हल्का मिलाउनु पर्ने थियो यहाँ चुप हिजो भर्खर सर्भिसिङ गरेको सब ठिक छ नसिका अहिले फेरि तँलाई चुलाएर बस्ने डन रहेछ के हो कालासी यो पेसामा लागेको कति भयो लैजान्छु म तिमीलाई एकैछिन छोडी अरूको त भाग्य फुट्यो आफ्नो त क्या जोडी अरूको त भाग्य फुट्यो कस्तो मुलायम हात कस्तो सिल्की कपाल पनि यसलाई व्यवस्था गरिहाल्नु त के हो यसको पारा ठिक लाग्यो मलाई ओइ उठ अगाडि आइज छिटो नो वरिज सुनेर बस गुरुजी तपाईँको चोइसलाई चाहिँ जस मान्नै पर्छ कि अरू बेला गाडी चढ्यो भने चाहिँ मजा आउँथ्यो नि आज चाहिँ मजा आयो हेर्दा यार बहुत मजा आयो यार लास्ट च्वाङ लास्ट पट केटी खलासी के छाती मेरो छोरी हो सरी गुरुजी सरी एकदमै संस्कारी हजुरकी छोरी म एउटा नादन बालिकीबाट गल्ती भयो गुरुजी मृगनयनी आँखा सुन्दरी छोरी कसरी बयान गर्न सक्छु र गुरुजी माफ पाऊ साथ भयो गुरुजी माफ पाऊ सरी गुरुजी कृपया हजुरले भाडा निकाली बक्सिन्छ धन्यवाद सुन्नुहोस् है सबैजना अब अगाडि हल्का खाल्टा खुल्टी बाटो आउँदैछ कृपया ध्यान दिएर बस्नु होला है एकदम आनन्दसँग बस्नुहोस् केही टेन्सन भए हामीलाई सम्झिनु होला है ल जसमा गाडी भने यस्तो पो हुनुपर्छ कस्तो संस्कारी चालक थियो सहचालक छन् कति संस्कारी है कति राम्रो ल राम्रोसँग ध्यान दिएर गाडी चलाए म अहिले चाहिँ गएँ है त छुट्टी छुट्टी तैँले अघि भाडा दिए कि होइन ओए के हाँसिरहेको भाडा दिए कि होइन धेरै फेरि तैँले धेरै सबले एक केकले खान्छ है कट्टा फेरि भाडा दिएन भने अन्त गुरुजी साउथ हरेसी चाहिँ छुट्टै मजा आउने के खरु भाइ त्यो पछाडिको केटेर कोको छ क्यामेरा बढाउने भाइ पुरी त हुनु पर्यो धन्न साउको गाडी ठोक्यो आफ्नो भएको भए त तडाम हुने रे आयो ब्रदर You only give 2000, okay? 2000, okay? क्या बोल रहे छु भाइ अहिले यो बाटो पान्छेमा आयो अर्को पालि बाटो नेपालीमा भाडा माग्यौँ एक पिस मात्र हो भाइ मार्केटमा नि कसैले लगाएको देख्दैन ल भाइलाई भनेर मात्र बुकिङ गरेर राखिदिएको मैले यो त्यही त दाइ अब स्टाइलिस हुनु पर्यो नि त गाउँघरतिर चलपल देखाउनु पर्यो नि त हेर ए भाइ फरक नै पर्दैन क्या भाइ किने मलाई पछि पछि पनि सम्झिन्छु ल ल ग्यारेन्टी भयो ल एक पिस मात्र हो भाइ मार्केटमा नि कसैले लगाएको देख्दैन ल भाइलाई भनेर मात्र बुकिङ गरेर राखिदिएको मैले यो हेलो आमा यो पालि दसैँमा म आइन है तिहारबाट म प्रयास गर्नेछु टेन्सनै भयो सो हजुरहरूलाई कस्तो लाग्यो हाम्रो यो रियाक्सन भिडियो एभ्री नेपाली इन बस भनेर जुन थियो सो अब हजुरहरूलाई के कस्तो लाग्यो हाम्रो भिडियो हामीलाई त एकदमै रमाइलो लागिरहेछ है इन्टरटेनिङ भएको छ यो हामीहरूलाई चाहिँ एकदमै इन्टरटेन भएको छ हजुरहरूलाई के कस्तो लाग्यो कमेन्ट बक्समा कमेन्टले भरिदिन नबिर्सिनु होला अनि लाइक शेयर एन्ड सब्सक्राइब गरिदिनु होला मोर एन्ड मोर शेयर एन्ड मोर सब्सक्राइब थ्याङ्क यू ओके बाई बाई धेरै